हाई सबैजनालाई मेरो भिडियोमा स्वागत छ। र आज म चाहिँ यहाँनिर सुबिला नानाको घर आइरहेको छु हो। के भन्छ इभिनिङ पनि भइसकेको छ है। इभिनिङ टाइम हुन्छ है। यस्तो बेला भइसकेको छ हैन। म चाहिँ अहिले नानाको यहाँ नयाँ घर बनाउँदैछ नि त, यी देख्नुहुँदै होला है। त्यहाँनिर हेर्नु आएको छु, हजुरहरूलाई पनि देखाउने छु हो। नानाको चाहिँ टाइल्स लाउँदैछ नि त, अनि टाइल्सहरू हेर्नु आएको थिएँ नि त, कति लागिसक्यो भनेर हो। भेनाले लाउनु भएको टाइल्स चाहिँ यहाँ दिदी भेना हो, हाम्रो घरमा लाउने भेना नै हुनुहुन्छ। रुममा त लगाइसक्नु भएछ हो। यस्तो झ्याला भइरहेको छ है, कार्टुन हैन। अनि यो रुममा पनि लगाइसकेको रहेछ हो। अनि यहाँ बाथरुममा आधी लगाइसक्नु भएको रहेछ हो। आधी अझै माथि छ, फ्लोरतिर पनि लाउनु पर्ने रहेछ। यो रुममा पनि लगाइसकेको रहेछ हो। यताको रुमतिर पनि छ। यहाँ किचनमा चाहिँ यति ग्रेनेड चाहिँ लगाइरहेको रहेछ हो। यहाँनिर टाइल्सहरू लगाउनु रहेछ अझै हैन। दिदीले अब सिमेन्ट बनाउनु हुँदैछ हो। टाइल्सहरू चाहिँ यता भरिराखेको छ हो। यो चाहिँ किचनको है भेना, यो चाहिँ किचनको लागि रहेछ टाइल्स। यतै बाथरुममा भेनाले लाउनु हुँदैछ। यो रुममा पनि लगाउनु भइसकेछ। यता पनि बाथरुममा लाउनु हुँदैछ हो। अहिले माथि जाँदैछु हो, माथिल्लो फ्लोरमा चाहिँ सटरिङहरू लाउँदैछ हैन। सटरिङहरू लाउँदै रहेछ। म चाहिँ हेर्नु आएको हो। आइया यहाँनिर है सेकेन्ड फ्लोर चाहिँ बनिँदैछ है, छत बनिँदैछ। उ दाजुले काम गर्नुहुँदैछ ऊ, काम गर्ने मान्छेहरू यत्तिकै छ। कहिले हो आइतबार त बन्द हुन्छ नि दोकान। अन्त चाहिँ नानाको घर हेर्नु आएको थिएँ, कति काम भइसक्यो होला भनेर हो। टाइल्सहरू पनि लाउँदै थियो, हजुरहरूलाई देखाहालेँ। यहाँ अब ढलाइ हो, सन्डे भन्नुहुँदैछ कोही होइन। तर चाहिँ म हजुरहरूलाई पनि देखाइदिउँ भनेर नि फेरि हो। अन्त आजको भिडियोमा चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ, फलो फर मोर।